हेलो साथीहरू, आज चाहिँ म सिलगढी आएको छु होइन। बुढीहरू पनि आएको छ, छोराहरू पनि आएको छ आमाको ट्रिटमेन्टको लागि। बुढीलाई चाहिँ म हल्का पैसा चोर्ला जस्तो गर्छु कि पर्सबाट। कस्तो चाहिँ रियाक्सन दिँदो रहेछ हेर्नुहोस् ल। पैसा हरायो, पर्सबाट तिमीले चलायो भन्छु कि के रियाक्सन आउँदो रहेछ हेर्नुहोस् ल। छोरा र बुढी चाहिँ गाडीमै आउँछ कि अब एकछिनमा हेर्दै गर्नुहोस् है। अंकित ओइ आइज न। बिहान मैले रुममा गोदरेजमा पर्स वालेट राखेको थिएँ, यो वालेट राखेको थिएँ होइन, यो वालेट राखेको थिएँ। पैसा तल झिकिस् नजिस् के भन्ने होइन, तल चलाइनस् तल हरबार चाहिँ कहिले लगाएँ मैले भन् त भाइ। गाडीको त कसै तेल हाल्नुपर्छ, बाबाको ट्याक्स तिर्नुपर्छ। तिमीले चलायो मिरा? तिमीले लग्यौ नि। अब यसले त कहाँ झिक्छ त, यो त नानी छोरालाई कहाँ, यसले त कहाँ कहिले त चलाउँदैन होइन। पैसा छैन हेरेर पर्छ, तेल हाल्नुपर्ने, ट्याक्स तिर्नुपर्छ मेरो यहाँ। ल साँच्चै लगेनौ? अब त कसले लान्छ र, अब घर आमा बाबाले चलाउने होइन। अब झिक्यो भन न, अन्त के सामान किन्यो भने म त लुगा धुँदा पनि तपाईँको भेट्छ भने हालिदिन्छु। आमाले बिचको जस्तो लाउनु न, म त सँग बोल्दिनँ। अरू कसले लान्छ? आफै पान खाएर सक्यो होला अंकित। आफै पान खायो होला। लौ त 1000 रुपियाँ लौ त। लगेको भए दिनु है। त्यही त लगेको छैन हामीले बिचमा तिमी चाहिँ लौ न, डिस्को खाने साथीलाई भन्नु सुन म। राम्रो भनेको बुझ्दैन तपाईँले होइन हामीले मैले चाहिँ कसरी लान्छ अन्त? बाबाले झिक्दैन, आमा यहाँ हस्पिटलमा छ, आमाको दबाईहरू किन्दा चाहिन्छ भनेर राखेको। कस्तो खालको रहेछ हौ। लौ त निकाल न भनेको। बरु 500 दियो, 500 दियो। पक्का लगाएको छैन होइन त? लगेको छुइनँ भनेको बुझ्दैन तपाईँ? कस्तो गरम भइरहेको रिस उठाइरहेको। डिस्काएको भिडियो बनाएको देखेन यहाँ ए बुढी बिचका साथीहरू। म त अलिक लामो गरौँ भन्थ्यो कि, मलाई हाँस उठ्यो कि सकिनँ। छोराको अनुहारहरू रुन आँट्यो बिचको या त हेर त भाइ पहिलो हाँस्न अब जिस्काएको भिडियो बनाएको। बुढी रातै भएको थियो जिस्ले हेर्न अनुहार। ल होइन हौ जिस्काएको। ल साथीहरू हल्का त्यस्तो रियाक्सन त भएन कि भए पनि। छोरा चाहिँ मन बुढीले त बुढी त त्यस्तो उयो भएन, छोरा चाहिँ ऊ स्याड भइदिइहाल्यो। ल